हेलो मित्रहरू, 2083 साल असार 21 गतेको दिन हो यो। कन्टिन्यू 4-5 दिन वर्षा कन्टिन्यू भएकोले गर्दाखेरि आज यो आइतबारको दिन असार 21 गते दिन अलिक राम्रो भएको कारणले गर्दाखेरि साह्रै गर्मी भएर यता नगरकोटको भ्यू हेर्नलाई लागि थियो र अहिले लामो समय पछाडि यो ठाउँ आउँदाखेरि अलिकति चेन्जेसहरू, नयाँ ठाउँ, नयाँ प्रगतिहरू देख्न पाइएको छ र आजको मौसम पनि साथ दिएको छ धेरै नै। र यो डाँडादेखि वरिपरिको भ्यू पुगेको छैन, तर पनि तलबाट उकालो जाँदै नै साइडमा चाहिँ भ्यू पोइन्ट बनाएको रहेछ। र मित्रहरू, यहाँदेखि यस्तो भ्यू देखिएको अवस्था छ। अझै मौसम राम्ररी खुल्ने नै हो भने त राम्रै दृश्यहरू देखिँदो रहेछ। अब हेरौँ, अझै माथि डाँडासम्म पुगेर फेरि अर्को बाटोबाट फेरि ओह्रालो झर्ने योजना छ। र माथि डाँडामा चाहिँ कतिको परिवर्तन भइरहेको छ हेरौँ। र यता चाहिँ पहिलाभन्दा धेरै नै प्रगति भएको रहेछ। मौसमले पनि साथ दिएको कारणले गर्दाखेरि त्यति 100% नै क्लियर नभए पनि यतिको मित्रहरू मौसमले साथ दिएकै भन्नुपर्छ। आज अचानक गई त हेरौँ न कस्तो हुँदो रहेछ भनेर चाहिँ लागेको हो। तर ठिकै छ यतिको। तर आइतबारको दिन छुट्टीको नेपालमा अहिले शनिबार आइतबार छुट्टी भए पनि आइतबारको दिन भए पनि मान्छेहरू मौसमको कारण र बर्सातको कारण भएकोले गर्दाखेरि धेरै घुम्न चाहिँ भिजिट गर्न आएको चाहिँ देखिएको छैन। र अरू बेला आउँदा कस्तो हुन्छ त्यो चाहिँ मलाई पनि थाहा नभएको अवस्था हो।